हेलो गाइज, वेलकम टु माई ब्लग। अनि आज चाहिँ म धन्य भन्नुपर्दाखेरि 1 महिना पछि नै ब्लग बनाउन लागेको। अनि आज म चाहिँ अहिले भर्खर खातबारीबाट आएको। अनि तपाईहरुलाई यो ब्लग बनाउनुको आज कारण चाहिँ आज म कहाँ जान लागेको छु भने खेत जान लागिरहेको छु। आज चाहिँ तल हाम्रो दाजुहरुको खेत उतै तल निलो टिन भएको त्यहाँ जान लागिरहेको छु। अनि अहिले टक्कसँग म पछाडि ब्यागमा सामानहरु हालेर खाजा साजा यसो लुगा लगाएर अब गइराको। अनि तपाईहरुले मेरो भिडियो अब म भिडियो बनाएर हाल्न मन लाग्छ, तर अब बेला मात्र अब कस्तो भइदिन्छ क्या, मनै चेन्ज भइदिन्छ अनि अलिकति अप्ठ्यारो लाग्छ। त्यसको लागि मलाई माफ गरिदिनुस्। अनि तपाईहरुले सक्दो लाइक गरिदिनुस् है त। अनि देख्न सक्नुहुन्छ आजभोलि असार साउनको सिजन। अहिले चाहिँ आज असार कति 31 गते हो कि 30 गते हो। यता धान रोपाइ हुँदैछ र यहाँ परबाट त्यस्तोबाट उतै पोहोर हामीले गरेको, तर यसपालि त्यहाँ बाजै छ। तर पनि जारी छ प्रयास खेत रोपाइ गर्ने। म तपाईहरुले देखाउने छु तलतिर दाजुहरुकोतिर पुगेर है त। यो चाहिँ अस्ति हामीले रोपेको खेत देख्न सक्नुहुन्छ। यो अस्ति हामीले यहाँदेखि तलसम्म पुर्याएको थियौँ। त्यो तल यहाँबाट देख्दैन होला मजाले, त्यो बिजुलीको पोलको त्यो खेतसम्म हो। यो चाहिँ हाम्रो यता फुपाजुहरुको थियो। अनि अस्ति हामीले सकाएर अनि अब हाम्रो पल्लोपट्टि एउटा बाँकी छ खेत गर्नुपर्ने। अब त्यो गर्नुभन्दा अगाडि त आज दाजुहरुले हाम्रो खेताला बोलाएको थियो। अनि खेताला जाने लागिरहेको, खेताला जाँदैछु। शब्दहरु कति अब नराम्रो हुन्छ होला, कति मिस्टेक हुन्छ होला, मलाई माफ गरिदिनुहोस्। त्यस्तो साह्रो म भ्लग बनाउने मान्छे होइन। हेर्नु नि खेतहरु, आमामा ठाउँहरु बमबाल छ नि। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ अरुण थटको बिजुलीको पोल हो। यो चाहिँ उतै माथि नि छ, त्यता माथि बनाउँदै थियो, खै के भयो अरे भनेर रोकिरहेको छ अहिलेको लागि। म चाहिँ अनि अब यहाँबाट तल दाजुहरुको खेत देख्न थालिसकेको छ। अब जाँदैछु खेत हेर्नु। उतै तल मान्छेहरु काम गरिरहेको छ। म भने अहिले टक्क कति 12 बजिरहेछ। किन म आज 12 बजी जानुको कारण चाहिँ म खातबारी गएको थिएँ। यो माथि दाँत किराले खाएर पुरा दुलो बनाएको रहेछ कि, अनि यसो दाँत हाल्न गएको थिएँ भर्न। अनि आज 9 बजी गएको, अहिले 11 बजी आइपुगेर 12 बजी चाहिँ यता आएको छु। अनि आज यहाँ धान रोपिसक्नु पर्ने भन्दै थियो, आज सकिँदैन होला। तर किनकि आज दाजुहरुको चाहिँ गोरु जोत्दैन रहेछ, त्यसैले हाम्रो गोरु लगेको छ। दाजुहरुको आज पुर्णे हो कि के भन्नुहुन्थ्यो, पुर्णे हो कि औँसी मलाई त थाहा छैन। म फेरि यस्तो पुर्णे औँसी बारिँदैन हामी चाहिँ, अनि थाहा भएन। यहाँ हेर्नु गाइजहरु खेत, हाम्रो खेत चाहिँ उयो तल बिउ छ त हो। त्यो बिउ भएको हाम्रो गरेकै छैन खेत, नगरे तापनि अरूको खेतलाई जाने हो। पछि उनीहरु नि आउँछ। हेर्नु नि असार साउन लागेपछि यसरी बाटो भत्किँदै जान्छ। अब यहाँ बाटो कता हो मलाई थाहा भएन ठ्याक्कै। यता होला त्यो जङ्गल घारीबाट अब कता हो कता। हेरौँ है गाइस कता पुगिन्छ। आए के लाग्यो अनर बाटो यस्तो छ। जस्तो भए पनि ठाउँमा पुग्नु पर्ने छ, काम गर्नु। यस्तो घारी छ, सर्पहरु फेरि निस्किन्छ कि भन्ने डर छ मलाई। यस्तो घारी डर लाग्छ कि फेरि। त्यही पनि ठिकै छ। त्यहाँ तल हो पक्नु। म अलिकति खुल्ला ठाउँमा निस्किन्छु। यो कति घारी भयो मलाई। आए गाइस खुट्टा ठुक्यो। कस्तो ढुङ्गामा खुट्टा ठोकिहाल्यो नि। आए बल्ल निस्के, खेत निस्के। ल म खेत निस्किसकेको छु। तल देख्न सक्नुहुन्छ हाम्रो आज रोपाइ हुँदैछ त्यहाँ तल। मलाई कराउँछ होला आज, किन म ढिलो भयो नि त। पक्नु है त, म यहाँ मजाले देखिन्छु। देख्न सक्नुहुनेछ हाम्रो आजको यहाँ यस्तो लगेर यति सक्नु पर्ने। अनि उतापट्टि नि अलिकति थियो, उताकै सकिँदैन जस्तो लागिरहेछ।
यहाँ देख्न सक्नुहुनेछ मेरो मम्मी किनराज दाजु यता त भाउजू अनि यहाँ मल बनाइराख्नु भएको रहेछ त को यो मान्छे त हाम्रो वान अफ द बेस्ट काम गर्ने मान्छे उहाँ हुनुहुन्छ रोपारीहरू देख्न सक्नुहुन्छ म टक्क लुगा फेर्छु अनि म नि जान्छु एकछिन पक्नु हलिडे देख्न ऊ हाम्रो यता रोपारी छ अनि यता ऊ त्यो खेत चाहिँ यति हो तलसम्म आमामा कति छ ऊ यहाँ हेर्नु नि चिन्नुहुन्छ कि मेरो बहिनीहरू उहाँ चाहिँ फुच्चीहरू गर्मी लाग्यो खुट्टाबाट नि यस्तो खाजा खानुभयो के को खान्छौ यति धान यति रोप्दै भातै खाएको छैन म त भातै खाइदिनु तल पो म त यहाँ होला हजुर ए हुन्छ हुन्छ गाई अब म रोप्नु अरे म अब रोप्नु अरे म रोप्नु जान्छु यता हाम्रो रूपारी कविता आन्टी यता सनिता दिदी यति छिटो रोप्छ कि अब मैले भिडियो बनाएपछि त झन् छिटो रोप्नुहुन्छ उहाँहरूले आम सनिता दिदी सन्चै हुनुहुन्छ कति राम्रो हो हजुर त धान रोप्दा त यति छिटो नरोप्नु नि हो म खाना खाएर आउँछु ल धान रोप्न देख्न सक्नुहुनेछ यता रोपारीहरूले रोपिरहेछ बाउसेहरूले बाउसे गरिरहेछ यता मङ्गले आन्टीले नि रोपिरहनु भएको छ म खाना खाएर आउँछु है नकराउनु मलाई यता दिपका खाना त खानु होला नि कामै गर्नु नसक्ने भयो यो बिउबारी होइन अब ढिलो भयो त्यस्तो नकराउनु नि बिउबारी बाउसे फेरि फेरि ओ त हाम्रो खेतको मालिक दाजु यो पारी माल्टा आजको नि गाइज भन्नुपर्दा होइन आज मौसम नि यति राम्रो छ कि ठिक्क धान रोप्ने खालकै छ मौसम पनि न घाम लागेको छ न पानी परेको छ तर बादल मात्र लागिरहेछ म चाहिँ खाना खानु गएको अब म खाना खाएर आउँछु किनकि मैले खानै खाएको छुइनँ नि त अनि त्यसैले यति रोपिसक्नु पर्ने म चाहिँ खानै खाएको छुइनँ अब खाना खाएर आउने म चाहिँ भोक लागिरहेछ मेरो पनि कति दबाउन सक्छु म खाना यो आँपको बोट हजुर के सुनिँदैन हो ए हुन्छ हेर्नु नि यस्तो बाटो किच 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 बाटो छ आमामा यहाँनिर रमाइलो छ मलाई खेत गर्दा के लाग्छ भने नि है खेत गर्न मजा त मजा आउँछ तर त्यो ढुङ्गामा खुट्टा ठोकिँदा जतिको नमजा चाहिँ के लाग्दैन मलाई खेत गर्दा जति तर पनि के खेत गर्नु त मजा हो एकजना हुँदा चाहिँ अलिक नरमाइलो एक दुईजना हुँदा तर धेरैजना भएर काम गर्नु त मजा आउँछ यति राम्रो ठाउँमा काम गर्नु पाउँदा कति मजा होला तपाईँहरू सोच्नुहोस् न तपाईँहरू कतिजना खेत गर्नुहुन्छ सबैले कमेन्ट नि गर्नुहोस् है कमेन्ट म चाहिँ अब यो डीमा खाना छ अनि ठक्क खाना हेर्छु कति छ अनि डिउ नि छ भन्दै थियो अघि मलाई बोलेर भाउजूले डिउ फेरि फेभरेट हो कि मेरो खाना भएन भने डिउ मात्र छ भने डिउमा भए पनि खाइदिन्छु म त अगाइहाल्छु गाइस अब यस्तै छ मेरो हालत झोला राख्नु अब यो चाहिँ हाम्रो खेत यो छ त बिउबारी यो मकैबारी र बिउबारी यो सिधा उता लाइन भएको उतै त्यता यता चाहिँ हाम्रो यति अब भोलिदेखि गर्नुपर्ने होला हामी यस्तै छ यो चाहिँ खाना के रहेछ यहाँ हाम्रो खाना भयो यहाँ नि खानै रहेछ तरकारी के रहेछ हेर्छु
मासु छैन। यता हाम्रो आलु फ्राई रहेछ है, आलु फ्राई रहेछ, मुलाको अचार, साग कता अनि डिउ नि छ भन्थ्यो, डिउ त हो कि त यता पनि छैन त के हो, सबै हेर्नु त पऱ्यो नि त होइन। बिहानको खाजा रहेछ। हुन्छ गाइज, अब म खाना खानेछु। यहाँ हेर्नुहोस्, यो एउटा पुचुङ्गी एउटा कालीहरू यहाँ चाहिँ खाना खान आइसकेको। यिनीहरू दुईजना काम गर्नु गएको मान्छे अहिले खाना खानु आउँछ। अहिले के खाएर गएको? म जस्तो भन्नुपर्छ ल, मैले खाना नि खाइसकेँ होइन, तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि अब पानी लिएर म जानु अरे, पानी लिन पर कुवा जान्छु, कुवा पानी लिन जानु पर्यो। अनि माथि त्यहाँबाट जानु पर्ने हो। मजाले खा ल, के गर्नु, जिन्दगी यस्तै छ, रमाइलो। आमामा खेतहरू यस्तो बाँझो छ, कहिले सक्नु भइसक्यो। बिउबारी कस्तो दामी क्या, क्यामेरामा बब्बाल आउँछु बिउबारी। ओ माई गड, हेर्न सक्नुहुनेछ हाम्रो कुवामाथि चाहिँ यस्तो राम्रो फुल फुलिसकेको छ। ल यसलाई नि गाइजहरू भाइरल बनाइदिउँ त, भाइरल यसलाई भाइरल बनाइदिउँ सबैले। कस्तो दामी फुलेको हेर्नु नि, बाप रे बाप, दामी फुल्दो रहेछ। यो फुलको नाम चाहिँ मलाई थाहा भएन, कस्तो मजाले फुलेको क्या। फेरि यसकै फेदमा कुवा छ, कुवा नि फेरि दामी छ। अब के हो कुवामा त डिउ पो रहेछ। म अघि त्यहाँ पऱ्यो डिउ खोजिरहेको, यहाँ चाहिँ डिउ रहेछ नि त। मैले डिउै खाएको छुइनँ गाई, यहाँ रहेछ। तर के गर्नु, अहिले खाएन कराउँछ होला, भरे खेतालालाई खाजा होला। अब यो यसरी उघाउने, यसरी पानी चुहाउने, अनि लग्ने बोतलमा पक्नै म मिलाउँछु। मैले चाहिँ पानी यहाँ हेर्न सक्नुहुनेछ, पानी लगिसकेको छु। अब चाहिँ म माथि खेत जानुपर्ने हुन्छ। फोन लगाउँ कि नलगाउँ, खेतमा बाजा अर्क्नु डर। माथि हाँसिरहेको हेर्नु नि, त्यो माथि मैले भिडियो बनाउँदा यस्तै हो मान्छेहरू, के गर्नु भन्नु केही छैन मलाई। कसम कति गरौँ गाइस। अहिले चाहिँ घाम लागेर म शीतलमा आएको छु यहाँ बस्न। त्यही पनि यहाँ घाम लागेर आमामा अहिलेसम्म बिउ उखालेको, एक डोको लगिसक्यो हामीले उखालेको। एक डोको उखालेर अहिले अझै उखाल्दैछ यता 3 दाजुले। तलहरू अघि यता रोपिरहेको थियो, अहिले यो तल पुऱ्याइसक्यो। अनि रोपारीहरू पुरा आज घाम फेरि निस्किदिएको माथि, यत्रो घाममा टल्केर कस्तो छ हालत, यस्तो छ। यता पारी पनि रोपिरहेछ, बाप रे बाप। फेरि यो बस्ने पानीभित्र पसेर हो, के गर्नु, तनाव छ जिन्दगी। गई त अब यस्तै छ होइन, असार साउनको बेला। तर मौसम चाहिँ कस्तो घाम लाग्दैन क्या अहिले, तर एकछिन मात्र होला, 2 बजिसक्यो। अब घाम त्यति लाग्दैन होला जस्तो लागिरहेछ, ठिक छ। तर देख्न सक्नुहुन्छ तल। हेलो गाइस, अभी चाहिँ के बोल्नु कि नबोल्नु, यहाँ त चाहिँ रोपारीहरू छ। अब के गर्नु, रोपारी कम भएपछि अब छोराले रोप्नै पर्यो। अरू मान्छेहरू हुनुहुन्छ, यता हाम्रो दाजुहरू
उता हाम्रो काका हुनुहुन्छ बसिरहँदा अल्छे मान्छेले भन्छ है बहिनी हामीलाई यहाँ पानी होइन यो चाहिँ बिसाएको मात्रै पानी खानु भयो होला अब त यो बादल हेर्दा मान्छेले उभिरहेको देख्दा अल्छे भन्छ है गरे गर छिटो नगएर ल मेरो खेतालाहरू मेरो त होइन नि दाजुको खेतालाहरू ल खाजा खान जाउँ सबैजना ल खाजा खान जाउँ है कि त यहीँ खाजा ल्याइदिउँ जाउँ है त कविता आन्टी खाजा खान ल है तारा दाजु जाउँ खाजा खान हजुर त्यति साह्रो त नभन्नु नि हो तारा दाजु के छ र जिन्दगी मरिलानु तारा दाजु काम छैन म पत्ताइन यहाँ चाहिँ साह्रै मजा आउँथ्यो होला हौ खान यहाँ चाहिँ साह्रै मजा आउँथ्यो खान के गर्नु ल ल है गाइस अब म चाहिँ खाजा खान गएँ हजुर अनि अब तारा दाजु उयो चाहिँ हाम्रो खैनी माडो दाइ उ त्यो कालो भिस्ट गाउने अनि म अब जाने हो खाजा खान यो आइसा फुच्ची नाक चुच्ची हामी अब यहाँ खाजा खाने ठाउँ चाहिँ यो खाजा खाने ठाउँ त म भोक लागिरहेछ काम गरेको कति 3 घन्टा भयो कि भाउजू तपाईँ अनि धनी खेतको धनी खोइ त बोलाउनै भएन त हामीले भाउजू डिउ छ अहिले मैले खोज्दा अनि तपाईँले म त हरियो त्रिपाल मुनि डिउ पो खानु होला भने मम्मी अन्त पुसेर चाहिँ खाँदैछ यो अब हाम्रो भोलिदेखि थाल्नु पर्ने यो हाम्रो खेत साँच्चै पानी हाल्नु पर्ने हो बादल पानी फुटिरहेको न हो अहिले चाहिँ हामीले यता आएर सकिसकेको छौँ हेर्न सक्नुहुनेछ अनि यता अब खेतालाहरू अब यताको बाटो बाँकी छ यो यति बाँकी छ यताको बाटोहरू यहाँदेखि उता त्यहाँ माथिबाट यस्तो ल्यायौँ होइन अनि यहाँ यस्तो ठुलो गरेर गर्दै गयौँ अनि त्यहाँ तल सक्यौँ अनि यता ल्याएको छौँ हेर्नु बाप रे बाप हाम्रो आएको छु ऊ त्यो माथिबाट म आएको आमामा काम गरेको हात हेर्नु सक्नुहुनेछ यस्तो छ हालत खुट्टा यस्तो छ उता माथि अझै नै काम गरेर बिउ उखाल्नेहरू उता माथि हुनुहुन्छ मम्मीहरू यो चाहिँ हाम्रो दाजुहरूको खेत हो भोलिदेखि चाहिँ हाम्रो थाल्नु पर्ने छ ल है त गाइस अहिलेसम्म सबै ठिक छ हेर्न सक्नुहुनेछ यहाँ खेताला मान्छेको हालत यस्तो छ आमामा यो काली र आमा यो आइसा पुचुङ्ग्री र काली ऊ आज कहिले जुम्रिनीहरू यहाँ देख्न सक्नुहुनेछ 2 जना जुम्रिनी अनि अरू चाहिँ अब हेर्नेवालाहरू पैसामा खटाएको मान्छेहरू आमामा ऊ त्यो बिचको त्यो यता सबैभन्दा तल छेउको चाहिँ लास्टै जुम्रा भएको मान्छे है गाई बाप रे बाप ल है त साथीहरू अहिले चाहिँ अब हाम्रो मेलो सकिसकेको छ भन्दा नि अब आज चाहिँ यति हो अब भोलिदेखि गर्ने रहेछ यहाँ देख्न सक्नुहुन्छ भोलिदेखि अब आमा रातभर अब क्वालिटी नै कमाउँदैछ भिडियोको अब चाहिँ हाम्रो सकिसकेको छ अनि त्यसकारण अब आज चाहिँ मैले यही हो यो धान रोपाइको बारे तपाईँहरू सामु भ्लग ल्याएँ भिडियो बनाएँ त्यसको लागि तपाईँहरूले जति सक्नुहुन्छ लाइक गरिदिनुहोस् है त अब हामी छुट्टी छिटो आज 6 बजे नै छुट्टी गरेको किनभने उता आज हामी सङ्गति जानु छ अनि जतिजना मेरो भ्लग हेर्नुहुन्छ तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद
भन्दै म यो ब्लग आज यहाँ एन्ड गर्छु हस् त धन्यवाद बाई